कति बजे उठ्ने, ढिलोसम्म सुत्यो भने के हुन्छ र अति बिहानै ब्रह्म मुहुर्तभन्दा पहिल्यै उठ्यो भने पनि दोष लाग्छ, कर्म सिद्ध हुँदैन। बिहान उठ्ने समय निश्चित ब्रह्म मुहुर्तभन्दा पहिल्यै उठ्यो भने त्यो प्रेत समय हुन्छ, भूत प्रेतले बर्बाद पार्छ। कतिपय दिदीबहिनीहरू निद नलागेर बिहानै 2 बजे नै अथवा अत्यन्तै सबेरै उठ्ने र काम सक्ने प्रवृत्ति पनि रहेको छ। त आज यो भिडियोमा क्लियरली कति बजे उठ्ने, शास्त्रले के भन्छ, बिहान उठ्यो भने के फाइदा हुन्छ र विविध कुराहरू, छिटो उठ्नुका विशेष कारणहरू, आरोग्यताको लागि, अध्यात्मताको लागि, समृद्धिको लागि, सफलताको लागि बिहान उठ्नाले के फाइदा हुन्छ